हेलो नमस्ते सबैमा गुड मर्निङ म हरि मगर म चाहिँ यति बेला हाम्रो सिलौटो कटेज अनामनगरमा छु र यति बेला म तपाईहरुलाई यो चाहिँ सिलौटामा पिसेको जुन जिरा धनिया सबै अग्रम बग्रम सबै हामीले यो मरमसला पिनेर हामीले स्वाद दिने गरेका छौं। नेचुरल सिलौटामै हामी पिन्छौं देखिराख्नु भएको छ र मेरो असिस्टेन्ट भाइले पनि सपोर्ट गरिराख्नु भएको छ जो कमल मगर हुनुहुन्छ र यहाँहरुलाई पनि यसै गरी सिलौटामा पिनेको स्वाद लिन चाहनुहुन्छ अथवा एथेन्टिक नेपाली स्वादमा रमाउन चाहनुहुन्छ भने यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ सिलौटा कटेज अनामनगरमा। र तपाईहरुलाई के भन्न चाहनुहुन्छ भने तपाईहरु आफ्नो स्वादमा आफ्नै स्टाइलमा खान चाहनुहुन्छ भने पनि म सेफ हरि मगरलाई बोलाउन सक्नुहुन्छ र म यहाँहरु सामु आएर यहाँहरुकै इन्फर्मेसन अनुसार मैले खाना पनि बनाउन सक्ने छु र सक्छु भन्ने मलाई आशा लागेको छ र तपाईहरु सबैजना आएर सिलौटा कटेजमा आएर इन्टरटेनमेन्ट लिन सक्नुहुन्छ। जस्तै कि टिकटकहरु यदि तपाईहरु टिकटक फ्यान हुनुहुन्छ भने टिकटक बनाउनको निमित्त थुप्रै ठाउँहरु छ सिनहरु छ यहाँहरु टिकटक पनि बनाउन सक्नुहुन्छ र तपाईहरुलाई मैले खास स्पेशली आज यस सिलौटो कटेज मार्फत एउटा एथेन्टिक भनौं कि मतलब अब हामीले आफैले सधैँभरि प्रयोग गर्ने मसला जस्तै अब जिरा धुलो धनिया धुलो हामी गरम मसलाहरु हामीले सिलौटामा पिसेर यहाँहरुलाई देखाउँदै छौं। त्यसैको स्वादमा यदि तपाईहरु रमाउन चाहनुहुन्छ मिठो स्वाद लिँदै जिब्रो गरेर ट्वाक्क गरेर पड्काउन चाहनुहुन्छ भने अनामनगर सिलौटा कटेजमा फेरि पनि हार्दिक स्वागत छ यहाँहरुलाई र तपाईहरु यहाँ आएर मलाई अथवा हाम्रो कम्पनीलाई सपोर्ट गर्न सक्नुहुन्छ। अनि तपाईहरुलाई खास मैले देखाउन खोजेको चाहिँ के हो भने नाम सिलौटो छ सिलौटोको मसला अचारहरु हो कि होइन भन्ने मैले यहाँ प्रुफ देखाएको छु र म स्वयं आफै खटेर पिनिराखेको छु। हामीसँग नेपाली अचार जस्तै पोलेको गोलभेडाको अचार पनि यही बन्छ तपाईहरु आएर अचारको पनि स्वाद लिन सक्नुहुन्छ र खास मैले तपाईहरुलाई अहिले चाहिँ सो गर्न लागेको के हो भने म यति बेला हामी फेरि अर्को कुरा मैले छुटाएँ हामी लाइभ खसी काट्छौं र त्यसैबाट हामीले त्यसैलाई टुक्रा गरेर हामी फेरि मटन पक्कु मतलब कसौडीको मासु पनि हामी यही बनाउँछौं। कसौडीको मासु पनि यहाँहरुले आएर चाख्न सक्नुहुन्छ। हाउ टु मेक भन्छ के कसरी बनाउने हाउ टु प्रिपरेसन हाउ टु कुक है त्यो भन्छ के हामी चाहिँ दाब्रामै पकाउँछौं। तपाईहरुलाई मैले यो भिडियोमा बोल्दै गर्दा भिडियो पनि देखाउँदै छु र तपाई सबैजनाले आएर एकदम भरपूर मनोरञ्जनका साथ सिलौटा कटेजमा आएर यहाँको एथेन्टिक नेपाली खाना खाएर सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा गर्दछु र तपाईहरु जहाँबाट हुनुहुन्छ जस्तो हुनुहुन्छ यदि मैले गरेको अथवा मैले बनाउँदै गरेको पक्कुलाई अथवा कसौडीको मासु मिलेन भने यहाँहरुले मलाई सल्लाह र सुझाव पनि दिन सक्नुहुन्छ। लाग्छ सकभर मैले त्यस्तो गरेको छुइनँ भरपूर सक्दो जे जान्छ मैले त्यो गरेको छु। यहाँहरुले मलाई सपोर्ट गरेर मिठो कमेन्ट गरेर सपोर्ट गर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले मलाई मिठो कमेन्ट गरेर सपोर्ट गर्नुहुन्छ र यति बेला मैले हाम्रो एकजना बहिनी र भाइले मसला पिन्दै गरेको देखाउँदै छु। अब
अब हामीले जोइनिङ गऱ्यौँ, फेरि पालै पनि पिन्ने गरेका छौँ, हामी पनि पिन्छौँ सर भन्नुभएको छ। त्यही भएर उहाँहरूलाई मैले पालै छोडिदिएको छु। दर्शकबिन तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट चाहिँ मिठो मिठो कमेन्ट छोडिदिनुहोस् है। अब म स्वयं आफैले हेर्नुहोस् है, जे छ हामीसँग नेपालमा प्रोडक्ट भएको चिजहरू त्यो सबै आफैले पिन्दैछु। खिचाइमा भर पर्छ। अब म मरमसला पिनिसकेर म किचनमा इन्ट्री गरिसकेको छु। किचनमा इन्ट्री गरिसकेको छु है। मेरो असिस्टेन्ट भाइ हुनुहुन्छ हाम्रो कमल मगर र यति बेला म मटन पक्कु बनाउँदैछु ल। मैले चाहिँ हाम्रो टिमलाई पनि देखाउन चाहेँ। हामी सबैजना कोही के काम गर्दै हुनुहुन्छ, कोही के काम गर्दै हुनुहुन्छ, आफआफ्नो धुनमा काम गर्दै हुनुहुन्छ। अझ मैले तपाईँहरूलाई के भन्न चाहन्छु भने मसला त हामीले सिलौटोमै पिन्यौँ होइन। सबै कुरा हामीले सिलौटोमै पिनेर हामीले तयार गरेका छौँ। र तपाईँहरूलाई यसमा मैले के भन्छु भने तोरीको तेल, मटन पक्कुमा तोरीको तेल अनिवार्य प्रयोग गर्नुपर्छ। त्यो तोरीको तेल प्रयोग गर्दाखेरि हुन त मैले यहाँ काठमाडौँमा जे छ त्यही बताएको छु। काठमाडौँमा बोतलमा पाइने तोरीको तेल प्रयोग गरेको छु। तपाईँहरू यदि गाउँबाट हुनुहुन्छ, गाउँमै हुनुहुन्छ, आफ्नै आँखै अगाडि तोरीको तेल उत्पादन गर्न सक्नुहुन्छ भनेदेखि त्यो झनै बेस्ट हुन्छ, झनै राम्रो हुन्छ। मैले अदुवा लसुन पनि तपाईँको यसैमा पेस्ट गरेको छु, सिलौटामै पिनेको अदुवा लसुन हो यो। फेरि पनि भन्न चाहन्छु, तोरीको तेल चाहिँ यदि सक्नुहुन्छ भने पाइन्छ, कतै पाइन्छ, गाउँघरमा मिल्छ भनेदेखि तपाईँहरूले मटन पक्कु अथवा कसौडीको मासु बनाउनलाई तोरीको तेल चाहिँ अनिवार्य प्रयोग गर्नैपर्छ र ओरिजिनल भए झनै बेस्ट है त ल। अनि अर्को कुरा के भन्छु भने तपाईँहरूलाई अब हाम्रो भाइले मलाई एकदमै सपोर्ट गरिराख्नु भएको छ। नुन चाहिँ स्वाद अनुसार ठक्क। तपाईँहरूले म अरू पनि के भन्न चाहन्छु भने तपाईँहरूले यो मटन पक्कु बनाउँदा यदि तपाईँहरूसँग हरियो खोर्सानी छ भने हरियो खोर्सानीलाई पनि पेस्ट गरेर अथवा सिलौटोमै पिनेर तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ है पिरो। अनि नुन स्वाद अनुसार कति छ त्यही अनुसार नुन पनि टक्क मिलाउन सक्नुहुन्छ। त्यही अनुसार मिलाएर स्वाद लिनु होला। मैले यो तोरीको तेल लिएको छु है, बजारको तोरीको तेल ल। यो माने कति राम्रो छ र कति राम्रो छैन भन्ने कुरा यहीँ देखिन्छ। र तपाईँहरूलाई फेरि पनि भने तपाईँहरूसँग यदि ओरिजिनल तेल छ, ओरिजिनल तोरीको तेल आफूले आफ्नै आँखा अगाडि पिनिएको तेल छ भने अथवा मेलबाट ल्याउनुहुन्छ भने त्यो झन् आँखा हुन्छ है। अनि धेरैले भन्छन् ए खोइ त ग्लोभ्स युज गर्नुपर्छ है भन्छन्।
तपाईहरुलाई थाहा छ ग्लोभ्स पनि एउटा केमिकल मिसाएर केमिकलद्वारा बनाएको हुन्छ क्या। त्यो भित्र पनि केमिकल हुन्छ। त्यही भएर त्यो केमिकल युज गर्नुभन्दा केमिकल युज भएको ग्लोभ्स युज गर्नुभन्दा नगर्दा नै राम्रो हुन्छ। यानि कि हामी मटन पक्कु मोल्नको लागि तयार छौँ। यति बेला सेफहरूको हात नै एकदमै सफा छ, हाइजिनिक हुन्छ है, केही फरक पर्दैन है त ल। एटलिस्ट तपाईहरुलाई मैले अर्को चाहिँ के भन्छु भने यसै नाङ्गो हातले अथवा फ्री ह्यान्ड तपाईहरुले मोल्नु छ भनेदेखि नङहरू चाहिँ तपाईहरुले टाढै पहिले नै काटिसक्नु पर्ने हुन्छ है। अथवा पर्सनल हाइजिनिक भित्र पर्छ यो। हाम्रो साथीहरुको मेरो सबैजनाको नङ क्लियर छ र हामीले हातलाई धोएर पनि पुरै काम गरिसकेका छौँ। हामीले मटन पक्कु मोल्दै छौँ क्या है त, मटन पक्कु मोल्दै छौँ है। अथवा मटन पक्कुको ठाउँमा तपाईहरुले कस्यौडीको मासु भन्दा नि हुन्छ। अब मैले कस्यौडी ल्याएर आएँ त, हेर्नुस् त ल कस्यौडी। आहा कति मिठो राम्रो कस्यौडी यार। अनि यस्तो कस्यौडीमा मटन पक्कु अथवा कस्यौडीको मासु पाक्दै गर्दा यसको फ्लेभर अनि आगो माथि पाक्दै गर्दा कस्तो मिठो हुन्छ होला, कस्तो राम्रो हुन्छ होला। मुखै रसायो नि। हाम्रो एकजना अर्को साथीले पनि भिडियो गर्दै हुनुहुन्छ र हामी अब मटन पक्कुलाई कस्यौडीमा हाल्दैछौँ। म जुन म्यारिनेट गरेको मटनलाई नेपाली मसलामा अब म तपाईहरुलाई यसमा यो कस्यौडी आगोमा लाँदैछु है दाउरा। तपाईहरुलाई यो मात्रै होइन, हामीले आगोमा पकाउँछौँ। कस्यौडीको मासुलाई आगोमा पकाउने तपाईहरुले लाइभ देखाएकै छु। र यो भित्र हामीसँग स्टोन पिज्जा पनि पाक्छ र यसभित्रै हामीसँग सेकुवा आइटमहरू पनि पाक्छ है। तपाईहरुलाई स्वागत छ फेरि पनि तपाईहरुलाई अनामनगर सिलौटा कटेजमा स्वागत गर्न चाहन्छु। अब यसलाई मैले एउटा बिर्को खोज्दैछु। बिर्को चाहिँ तपाईको एउटा बाटामा सानो बाटा लिने, बाटामाथि पानी राखेर राख्नुपर्छ। तपाईहरुले देख्नुहुन्छ है, हाम्रो आगो पनि बल्दैछ ल। र यसमा चाहिँ पिज्जा पाक्छ, फायरवुड पिज्जा। यी दुईटाहरुमा चाहिँ सेकुवा हो। यो अलिकति बनाउनु अलिकति मिलेको छैन, तैपनि ठिकै छ, हामीले जे छ एडजस्ट चाहिँ गर्नुपर्छ। अब म एकचोटि कस्यौडीलाई चलाउँदैछु। कस्यौडी लगभग बाफ आउन थालिसकेको छ। एकदम सानो हिटमा पकाउनु पर्छ साथी हो। भनिन्छ नि, मान्छेले भन्छन् नि, आगोमा पोलेको जतिको स्वाद अरू केहीमा हुँदैन। पक्का पनि हो यो चाहिँ, मैले पनि 100% दिन्छु यसलाई चाहिँ है। ल अघि हाम्रो मसला पिन्ने जो बहिनी हुनुहुन्थ्यो, उहाँ बहिनी पनि यहाँ कस्यौडीको मासु चलाउन तयार हुनुहुन्छ, चलाउँदै हुनुहुन्छ। रिक्वेस्ट गर्नुभयो, सर म पनि एकचोटि चलाउँछु नि सर, मैले पिनेको मसला कस्तो भयो भनेर, कस्तो बास्ना आयो भनेर भन्नुभएको छ। उहाँले पनि चलाउँदै हुनुहुन्छ। ल त्यो बास्ना आएर होला मसक्क मस्किँदै। मसक्क मस्किँदै उहाँले नि चलाउँदै हुनुहुन्छ। अब हाम्रो कस्यौडीको मासु पाक्यो।
म तपाईहरुलाई कसरी चाहिँ सर्भिस गर्ने भनेर देखाउँदैछु। हामीले एउटा जिन्जर हाल्यौं, अदुवा राख्यौं, त्यसमा खोर्सानी पनि राख्यौं, हरियो खोर्सानी। त्यति धेरै पिरो हुँदैन, त्यही भएर तपाईहरुलाई मैले यो हरियो खोर्सानीले एउटा गार्निशिङ गरेको छु। कोरिएन्डर मतलब धनिया पनि राखेँ। हो अब यो चाहिँ भुजा। ल हेर्नुहोस् है त, ल यति गर्छौँ हामी। अलि व्यस्तताको बावजुद व्यस्तता पनि भइयो, साथमा सलाद पनि राखिएको छ, सलाद टोक्दै। Thank you everyone.